गाइज हामी मार्केटमा आइसक्यो मार्केट पनि पुग्यौँ अब मार्केटमा चाहिँ के रहेछ है अब देखाउँछु ल मार्केटमा गाइज अहिलेको लागि गाइज हामी के भयो मैले भिडियोमा गरेकै गरे बोल्नु न केही हौ हामी मार्केट आइसक्यो अब यसो घुम्नु पहिला भेनाजोहरू खोज्छौँ अनि त्यसपछि है अब मार्केटमा कस्तो कस्तो भेनाजहरू गइरहेको छ त्यही त पहिला भेनाजोहरू कस्तो के रहेछ हेरौँ अब यहाँबाट नि ल यहाँ त चलेको रहेनछ बच्चाहरूको खेल्ने ठाउँ छ नि यहाँ गैसी चल्छ कि गैसी चल्छ तल माथि भयो माथि आउनु कस्तो राम्रो राम्रो यस्तो ह्यान्डसमहरू भिडियो तर देखियो तर बोल्दै बोलिएन यस्तो गरेर उयो देखिँदो छ नि भाग्यमानी छु कि क्या हो म लुङ्गी डान्स ए हामी त तल नि हिँडेको छैन माथि पनि हिँडेको छैन के हो जिमा आइपुग्यो ग्राउन्डमा आइपुग्यो ग्राउन्ड फ्लोरमा हामी आइपुग्यो अब यहाँबाट चाहिँ हाम्रो गाइस यिनीहरू चामल एउटा मेरो एउटा तेरो भन्दै भनिरहेछ एक तेरा ट्रयली गुडाउने मान्छे मेरो आफ्नै टाउको हेर्दैछ छैन गाइस सब्जी लिन आएको केही खाऊँ जस्तो तरकारी केही छैन हेर्न एउटा फेरि त्यही देख्नु हुँदैन फोटोको पोजमा बसिहाल्नुपर्छ यहाँ हामी छौँ यो त मलाई नि मनपर्छ तर काँचै छ स्यालेरी आएको पैसा काँचो छ तर यताको त्यति मिठो हुन जस्तो लाग्यो कि घरमा लगेपछि त पाक्थ्यो होला तर नि हामी नकिन्ने जाउँ वाउ बुके ल है मेरो बर्थडे आउँदैछ मलाई अरू केही चाहिँदैन एउटा बुके लिएर आइदिन्छ कान्छ को कान्छ यस्तो यस्तो चाहिँ ल्याइदियो है अनि म देखाउँछु ल है यस्तो ल है कति तारिक कति बर्थडे नि भन्छु नि म 11 तारिकमा 11 तारिकमा टक्क लाएर लोकेसन चाहियो भने यहाँ दिदीलाई फोन म्यासेज गर म पठाइदिन्छु बहिनीले मानेन भने यस्तै खाले सेम टु सेम यस्तै चाहियो है रेडमा फेरि अरू त फिक्का हुन्छ अरे रेड राम्रो हुन्छ अरे भनेको सुनेको छु मैले अनि त्यो लिएर आइदिँदा हुन्छ बर्थडेमा 11 तारिकको बर्थडेमा गिफ्ट दिनु मन छ भने इफ यु वान्ट टाउको मात्र छैन भयो अब सामान लिन्छौँ हामी अलिअलि सामान लिएर अनि त्यसपछि हामी जान्छौँ एकछिन हामीलाई मन पर्यो रे ल मेरो बर्थडे आउँदैछ यो दिँदा नि हुन्छ म मान्छु कि केही हुनु गाइजहरू हाम्रो विदेशमा तपाईँलाई दाउरा चाहिन्छ भने हामीलाई सम्पर्क गर्नु होला हामी दाउरा पनि हामीसँग उपलब्ध छ हाम्रो विदेशमा अनि यो यो त राम्रै रहेनछ बास्नै नआउने ल है कुन्चवाला राम्रो छैन यसमा लगेको बास्नै छैन ए त्यो सानो भएन मेरो यत्रो कति मिठो बास्न आउँछ खै त नि मेरो छँदै छैन गाइस वेलकम अर्को नि भ्लगर हाम्रो यहाँ छिन् होइन अगाडि सबैको मोबाइल तर्सिरहेको छ कसको याद आयो रे भन त फेरि होइन हामीले के कुरा गरिरहेको थियो भन्दाखेरि युट्युब च्यानल चेन्ज गर्ने युट्युब च्यानल चाहिँ गाइस
निता सेन्चुरी सेन्चुरी छ कि? छ यसमा गएर हजुरहरूले सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु। हामी चाहिँ भर्खर नयाँ हो, खासै केही पनि बोल्न पनि आउँदैन यस्तै भ्लग बनाउँदै आउँदैन। डे बाई डे भनेको भए ल ठिक छ भन्नु, सम डेमा मात्रै आउँछ, कहिले काहीँ औँसी र पूर्णिमा भन्छ नि त्यस्तै छ नि। हाम्रो अगाडिको मार्केट छ, हाम्रो भ्यू होइन, जस ठिकै छ, अगाडिहरू गाडीहरू छ। अनि युट्युब च्यानल चेन्ज गर्ने थियो, सेन्चुरी हान्दाखेरि आएन अरे होइन, कति धेरै मान्छेको के राखौँ भनेर सोचेर चाहिँ ठ्याक्कै माइन्डमा चाहिँ मोटेको मोटे भाइ ल है भन्नु म अब केही भन्न सक्दिनँ। कङ्ग्रेचुलेसन, धेरै 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 माया गरिदिनु होला कान्छीलाई भन्न चाहन्छु, मोटीलाई। के गर्नु, हाम्रो त यस्तै भइहाल्यो। जब नयाँ साल आयो तब गेट आउट के गर्नु, नयाँ वर्षमा पनि एकचोटि पनि ह्याप्पी न्यु इयर धरि पनि भनेन। के गर्नु, मेरो चित्त दुख्यो, त्यसैले मैले गेट आउट गरिदिएँ। यसो हेर्दैछ भने भनिदिनु होला कसै मेन्सन हानिदिनु होला होइन, दुइटा पागलनीहरू त्यहाँ छ। यस्तै हो होइन, खासमा के हो भन्दाखेरि नि न्यु इयरमा चाहिँ नयाँ सालमा चाहिँ पुरानो मान्छेहरूलाई, पुरानो पास्टहरूलाई सबैलाई बिर्सेर नयाँ सुरुवात, नयाँ मान्छेको आगमन हो कि नै? हो, त्यो त गर्नै परेन? पर्यो। त्यही भएर ला आइरे कसले? त्यो ड्राइभरले। हामी बाटो क्रस गर्दैछौँ। अर्कोहरू त्यहाँ पुगिसक्यो, फोटो र भिडियो छैन त्यहाँ। जहाँ जाँदा नि यति मार्केट आउँदा नि फोटो र भिडियो यिनीहरूको छ। गाडी बाटो क्रस गर्नुपर्छ। हामी मार्केट नि आइसक्यो, नर्थ प्लाजा।